हेलो गाइजहरु, आज चाहिँ हामी यहाँ रुख ढलाउन आएको के माथि खेतमा हैन। यो चाहिँ हाम्रो माथि खेत हो। यस्तै 10-11 कट्ठा छ हैन। एकदम गाह्रो हुने के यो घामले गर्दा। हेर्नु न यस्तो चर्को घाम छ हैन। अनि एक त यहाँ अलिकति मिठो मिठो खानेकुरा पनि छ। हामीले अब के भन्ने त अब नपाएसम्म यसैलाई भन्ने हो काफल। अब काफल त हुन त अर्कै हुन्छ है। यो के भन्छ रेशमी फल। अनि चाहिँ भाउजू यता काफल चोर अनि बुवा र ठुलबुवा चाहिँ काट्दै हुनुहुन्छ हैन। लगभग ढलाइसकेर चाहिँ म चाहिँ अलिकति बाबुले गर्दा अलि लेट भयो, किनकि अब सानै छन् त चकचके धेरै। अनि त्यही भएर म चाहिँ अलिकति लेट भयो के। यो खानु चाहिँ मजा आउने रहेछ। पसिना नि त्यत्तिकै हेरेछ यो। यति धेरै फलेको हैन, यति धेरै फलेको आमामा। वेट ल लास्ट कति न कति क्या यो बोटैभरि। अनि हाम्रो एरियामा पनि छ। यो चाहिँ अर्कैको एरिया। फेरि अहिले एकछिनमा गाली गर्न आउँछ। भर लाउन्न कि अर्काको जग्गाको नकराइसम्म चाहिँ खानै पर्छ। हाम्रो उता 12 मासे अम्बा छ। अनि यता पनि छ काफलहरू पाकिरहेको छ अलिअलि। खासै त छैन यसमा धेरै, माथि माथि चाहिँ छ हैन। अनि दाउरा चाहिँ लगभग काटिसकेर छ। अनि कुनै त फेरि ठुलो पनि छ क्या। अनि उता अघि भर्खर ढलाएको हामीले एकदम गाह्रो हुने कि काट्न। पसिनै पसिना भयो हेर्नु न। घाम भएको छैन। काफल हेर त यहाँ। ल यस्तो भयो। रुख काट्न आएको यस्तो भयो गाइस। एकदम तनाव हो क्या। हामी आधा रुख काटिरहेको हैन गाइस। झोडिया हामी दुई कुण्डा बनाइदियो एउटा रुखलाई। नापजोख कार्यक्रम। किन नापेको भन्दाखेरि दाउरा मिलाउँदा चिरेको दाउरा अलि मिलाउन सजिलो हुन्छ नि त। त्यही भएर चाहिँ थाकेर उता शीतलमा त्यो काफलको बोट मुनि गइसक्यो दुईजना। अनि बुवा चाहिँ उता आउनुहुन्छ। त्यो एउटा मात्र छ कि लास्ट, त्यो एउटा ढलाउनु बाँकी छ। थुप्रै थियो, यहाँ पनि थियो, यता पनि थियो। अनि यता यो सर्लक्कै यो लाइन सिधै सर्लक्कै थियो। त्यही हो एउटा फाइदा के हो भने दाउरा चाहिँ हुन्छ घरमा। अनि बेफाइदा के हुन्छ भने माटो चाहिँ सबै सुकाइदिने क्या। त्यो हुन्छ नि जराले रुखले तानेर क्या सबै माटै सुकाइदिने। अनि बालीहरू केही पनि गतिलो नहुने।
त्यो कारणले अनि सबै रुखहरू ढलाइदिएको। त्यही पनि यसो चिरानी हुन्छ कि भनेको, त्यही पनि सबै त्यो बिग्रेर चाहिँ बिचबिचमा ढल्यो, रुख ढल्यो गाइज। अब समितिले मार्ने भयो। अब फेरि स्टार्ट, हामी फेरि काट्न जान लाग्यो। अब यो लास्ट एउटा त्यसरी थकेलाएर गाइज बरु फेरि बसेको हो न। अब उसलाई हेर्नु न, काफल खाँदा खाँदा अनुहार बिगारेको, लुगा त झन् यसै बिग्रिसक्यो। अब मम्मीलाई मार्ने भयो। भगवानले खानेकुरा दियो क्या माथिबाट, मलाई ल्याए। चिया छैन, चियासँग चोपेर खानु मजा हुन्छ नि त। हामी दाजुभाइलाई चाहिँ लोथ थके लाग्यो। उसको छोरी नेता हजुरआमा अझ हाँस्छ। खाएर देखाइदेऊ, खाएर देखाइदेऊ त, एकदम स्वादिलो तालले खाएर देखाइदेऊ त, पुरा स्वादिलो तालले। यहाँ हेर्न, यहाँ क्यामेरामा हेरेर चपाइँदैन, यस्तो स्वादिलो तालले के गरेर के। भनेको चाहिँ मान्छ जे होस् होइन। अनि एकजना चाहिँ उता काटिरहेको छ एक्लै एक्लै। यस्तो चर्को घाम छ कि, यस्तो चर्को घाम होइन। बल्ल बल्ल अलिक गोरो भएको थिएँ, यो माछाले भगवानले फेरि कालो बनाइदियो। अब अझ गर्मी आउन बाँकी छ, अझै कालो हुन बाँकी छ। त्यही हो, मान्छेले मेरो बुढीले भनौँ न, मेरो बुढीले चाहिँ चिरोस्, अरूले त के चिनोस् या नचिनोस् मतलबै भएन। अनि काफल त फेरि ठाउँ ठाउँमा छ क्या, यही छ है ट्याग। यस्तो दामी दामी छ, रेड कलरको। ब्ल्याक त सबै खाइसक्यो यसले, पाकेको त सबै खाइसक्यो मेरो छोरीले। त्यही हो, अब ट्र्याक्टर बोलाएको छ होइन। अब ट्र्याक्टर कति बेला आउँछ थाहा भएन। उहाँ बुवाहरूले चाहिँ अब यो ठुलो रुख चाहिँ, मेन ठुलो रुख यहाँ थियो क्या, त्यो ठुलो रुखलाई चाहिँ 2 टुक्रा पारिदिइसक्नुभयो। हामीले चाहिँ उतातिरको अघि नै ढालेको थियो नि, हो त्यो चाहिँ अघि सबै चाटचुट पारिसक्यो। अब त्यही हो, लोड गर्ने अनि लैजाने घर, त्यति मात्र काम बाँकी छ। काम चाहिँ धेरै चर्को, काम गर्न एकदम गाह्रो साथीहरू है। त्यही हो, आजको दिन यसरी नै बित्दैछ है। अब ट्र्याक्टर कति बेला आउँछ, एकछिन ट्र्याक्टर कुद्ने हो, आएन भने घरतिर। 5 minutes later. ल गाइज, अब चाहिँ लोड गर्दैछौँ होइन। लोड गर्न त बाँकी नै छ, अझै सानो यिनीहरू छ क्या, यो सानो हाँगाहरू। ठुल्ठुलो मुढा चाहिँ पहिला सुरु लोड गरेको सजिलो हुन्छ भनेर। अब यहाँ यति भइसक्यो ठुल्ठुलो मुढाहरू। चिरानी आउँछ कि भनेको, अब चिरानी के बनाउनु, अहिले फुटिसक्यो। फाइनली गाइज होइन, अब लोड गरेर पनि सक्यो। हामीले काफलको रुख पनि लग्न लाग्यो कि, त्यहाँ बाटोमा थियो नि त, त्यहाँ बाटो क्लिन भयो, सबै फोगरहरू सबै हट्यो, ठिक भयो। बाटोमा हिँड्नलाई नि ठिक भयो होइन। अब दाउरा चाहिँ सिधै घर लगिन्छ। जस आजको काम सक्यो। घाम पनि एकदम चर्को थियो, एकदम गाह्रो भएको थियो काम गर्नलाई।